मिनासन कोनिचिवा मिनासन गेन्की देशका सन्चै हुनुहुन्छ सबैजना। अगाडिको भिडियोहरुमा चाहिँ तपाईहरुले के पढ्नु भएको छ भने हिरागाना र कातागाना भनेर सबै पढिसक्नु भएको छ हैन। अब त्यो हिरागाना र कातागाना पढिसकेपछि नम्बर काउन्टिङहरु पढ्नु पर्छ। जस्तै भन्नु पर्यो के भने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 यसरी 100 देखि 1000 देखि हैन, यसरी लाख मिलियन। यो हामीले यो सबै नेपाली र इंग्लिशमा भनेको जानिरहेको छौं हैन। तर जापानिज भाषामा चाहिँ कसरी लेख्ने, कसरी पढ्ने, कसरी जान्ने हैन, त्यो चाहिँ आज चाहिँ हामी त्यो पढ्ने छौं। तर त्यो जान्नु भन्दा अगाडि के छ भने हिरागानाको लेटर र कातागानाको लेटरहरु तपाईहरुले जानिसक्नु भएको छ हैन। अब त्यसमा चाहिँ के छ भने अब कतै केही शब्दहरु लेखेको रहन्छ भने, कुनै शब्दहरु लेखेको रहन्छ भने त्यसलाई उच्चारण गर्न आउनु पर्यो हैन, उच्चारण गर्न आउनु पर्यो। जस्तै उदाहरणको लागि भनौं कि मैले के नेपालीमा लेख्छु पहिला आ ना ता, आ ना ता। अब आनाता लेटर त जान्नु भएको छ, तपाईहरुले सिक्नु भएको छ हैन। त यो आनाता कसरी लेख्ने हो अनि लेखेको रहन्छ भने कसरी पढ्न सकिन्छ हैन। त यो जस्तै के भयो आ ना अनि ता, आनाता आनाता। जस्तै भनौं के भने कि वातासी वातासी, त कसरी भन्ने होला वातानी सी वातासी। वातासी कसरी भन्ने, त वा कसरी लेख्छौं वा ता अनि सी वातासी वातासी। जस्तै भन्नु पर्यो कि निहुन निहुन नि अनि हो न निहुन। त नि कसरी लेख्ने गर्छौं नि हो न निहुन निहुन हैन। त यो लेखेको कुनै बुकमा अब तपाईहरुले यदि पढ्नुहुन्छ भने त्यसमा लेखेको लेटरहरु चिन्न आउनु पर्यो सबै। यो चाहिँ के हो, यो निहुन हो, यो वातासी आनाता जस्तै हैन। त त्यो अक्षरहरु भनेको तपाईहरुले जान्न आउनु पर्यो। यो जतिको चाहिँ पहिले यति हिरागाना र कातागानाको रिभिजन गर्नुहुन्छ, तपाईहरुले हेरेर मात्र जानिसकिछु भन्ने त्यस्तो लागेको होला भने त्यस्तो नगर्ने। फेरि त्यसमा के गर्नु पर्यो भने तपाईलाई कपीमा 1 पेज 2 पेज 3 पेज 4 पेज जति पेज हुन्छ त्यति पेज लेख्दै गर्ने हैन। जबसम्म आउँदैन, जबसम्म छोपेर पनि लेख्न आउँदैन तबसम्म लेख्दै जाने मजाले अनि सिक्दै जाने। यो लाग्छ होला कि मलाई अब आइरहेछ तर आउँदैन, दिनकै लेख्ने के हिरागाना कातागानाको लेटरहरु हुन्छ नि, दिनमा एकचोटी कम से कम एकचोटी दुईचोटी सधैँ लेख्ने। जबसम्म एकदम राम्रोसँग परफेक्ट हुँदैन नि तबसम्म लेख्दै गर्ने हैन। ल त आजको हामी आजमा के पढ्ने भने, ल तपाईहरुले केही होमवर्क दिन्छु हैन, त्यो होमवर्कलाई के गर्ने भने कपीमा त्यो चेन्ज गरेर म नेपालीमा लेख्छु, त्यसलाई चेन्ज गरेर यहाँ जापानिज भाषामा हिरागानामा कसरी लेख्ने गरिन्छ त्योहरु लेखेर अनि कमेन्टमा लेख्दै गर्नु होला, के भन्छ रे पठाउँदै गर्नु होला, हुन्छ। ल त्यसो भए कुनै मिनिङ दिन्छु, त्यो मिनिङको चाहिँ तपाईहरुले जापानिज भाषामा लेख्ने हुन्छ। ल निहुन मीनासान आनु हितो आनु हितो। सेन सेई सेन सेई। गाकु
सेई तोमोदाची ल अलि डिफिकल्ट जस्तो अब बे न क्यो उ यो आदि अक्षरको क्या क्यू क्यो वाला हुन्छ नि त्यो क्यो बेन क्यो के न क्यू अनि यसमै जोड दिन्छु स्या केन क्यौ सिया स्या केन क्यौ स्या ब्यो ब्यो उ इन ब्यो इन देन स्या म उदाहरणको लागि एउटा म यहाँ तलमा एउटा भनिदिन्छु हैन अनि त्यही अनुसारले तपाईहरुले गर्नुपर्ने यसमा नोटिस गर्नुभएको छ भने यसमा आदि अक्षरको लेटरहरु पनि छ आदि अक्षरको लेटरहरु पनि छ जस्तै यो क्यौ छ हैन यो चाहिँ क्यो यो चाहिँ ब्यो यो चाहिँ स्या यो पनि स्या हैन त लेटरहरु त्यसलाई अब ल यतिको तपाईहरुले होमवर्क नै पाउनु भयो हैन अब यो होमवर्क चाहिँ कम्प्युटरमा बनाएर अनि कमेन्टमा सबैजना गर्नु होला अब त्यसमा म हेर्दै गर्छु अनि कमेन्टको पनि रिप्लाई गर्दै गर्छु हुन्छ ल आज पढ्नु पर्ने भनेको के हो भने नम्बर काउन्टिङ ल लेख्नुहुन्छ भने लेखिहाल्नु अब मेटाइदिन्छु त्यस फोटो तानेर स्क्रिनशट लिएर गर्नु होला मेरा सन हामीहरूले इंग्लिशमा भन्दाखेरि 1 2 3 4 5 6 7 8 9 10 100 1000 हैन लाख यसरी भन्ने गर्छ हैन अब त्यसलाई चाहिँ कसरी जापानिज भाषामा भन्ने गरिन्छ त्यो हामीले सिक्ने पहिले यहाँ लेखिदिन्छु नम्बर काउन्टिङ अब 1 2 3 4 कसरी भन्ने इचिनी सान्योन गोरो कुन नाहाची क्युजु इचिनी सान्योन गोरो कुन नाहाची क्युजु 1 2 3 4 5 6 7 8 9 10 हैन इचिनी सान्योन गोरो कुन नाहाची क्युजु हुन्छ भने लेख्नु भन्दा पनि अलि उच्चारणमा ल्याउनु भयो भने एकदम मजाले सधैँको लागि थाहा रहन्छ त्यसैले इचिनी सान योन गोरोकु नानाहाची क्युजु इचिनी सान योन गोरोकु नानाहाची क्युजु यसरी तपाईहरुले पनि आफूले पनि भन्दै जाने भन्दै गर्यो भने मजा ल्याउँछ के त्यसै हो ल एकलाई के हुन्छ इची यसलाई एकलाई के भन्छ इची भन्छ म नेपालीमा पनि लेख्दिन्छु कोष्टकमा इची दुईलाई नि भन्छ नि 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 तीनलाई सान सान भन्छ चारलाई ल चारलाई चाहिँ तीनवटा कुरा भन्छ त्यो चारलाई चाहिँ योन के लेखे मैले योन योन र सी पनि भन्छ सी अनि यो पनि भइहाल्छ के कुनै बेला यो योन सी यो ल नेपालीमा पनि लेख्दिन्छु योन सी अनि यो योन सी यो ल 5 को चाहिँ गो भन्छ गो कोमा तीन लगायो भने के हुन्छ रे गो हुन्छ हैन कोमा तीन लगायो भने गो
त यो के भयो गो। छौ यसलाई छौलाई रोकु भन्छ, रोकु, रो अनि कु, रो कु। सातलाई ल सातलाई पनि दुईटा भन्छ, दुईवटा भन्छ है। त्यति नम्बर काउन्टिङ गर्नु पर्यो भने नाना 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 अनि सिची, नाना र सिची पनि भन्छ। त यो के भयो नेपालीमा लेखिदिन्छु नाना अनि सिची, नाना सिची। आठलाई हाची भन्छ, हाची, हाची, हाची। गोमेनासाई माफ गर्नु होला। नौलाई के लेखेँ मैले, कि लेखेँ अनि यसमा आदि अक्षरलाई यो यु गरिदियो भने के भन्छ यो क्यु अनि उ, क्यु भन्छ। के हुन्छ क्यु, क्यु। आदि अक्षरको क्या क्यु क्यु वाला क्यु उ, क्यु। कस्तो भयो जस्तै नेपालीमा क यु उ, क्यु, क्यु। अलि फास्ट पढ्यो भने क्यु। 10 लाई के भन्छ ज्यू भन्छ। सीमा त्यन्तले भने के हुन्छ जी अनि यु। ल अलि सानो भयो के हो जस्तो लाग्यो मलाई, ज्यू। ज्यू यहाँ पनि लेखिदिन्छु हुन्छ भने। 10 लाई ज्यू, यो आदि अक्षरको ज्या ज्यू ज्यू वाला ज्यू अनि उ, मतलब ज्यू मतलब यसको के हो रे 10 हैन। त इचिनी सान्योन गोरोकुना नाहाची क्युज्यू, इचिनी सान्योन गोरोकुना नाहाची क्युज्यू हैन। त यो 10 सम्म तपाईहरुले जसरी भए पनि कन्ठ गर्नै पर्छ, याद हुनै पर्यो, किनभने पछिको लेटरहरु अब यही तरिकाले अगाडिको लेटरहरु पनि बन्दै जान्छ। अब ल यो पहिला अलि एकछिन रुकेर एकदम मजाले याद गर्ने, कपीमा पनि लेख्ने गर्ने, अनि त्यसपछि अगाडिको लेटरहरु जतिको हुन्छ नि नम्बरहरु, त्यो नम्बरहरु सिक्दै गर्ने। बुझ्नुभयो? त जस्तै अब यहाँ म लेख्छु, अब 11 लेख्नु पर्यो भने कसरी लेख्ने होला? 11 कसरी लेख्ने होला? त हामीले नेपालीमा नेपाली र इंग्लिशमा लेख्दाखेरि 1 1 11 हुन्छ हैन। 1 1 11, 1 2 12, 1 3 13, 1 4 14 हैन। तर जापानिज भाषामा अलि डिफरेन्ट छ, अलि मात्र डिफरेन्ट छ, तर बुझ्ने कुरा हो, त्यसमा केही गाह्रो भन्ने केही छैन। जस्तै अब 11 भन्नु पर्यो भने 10 प्लस 1, 12 भन्नु पर्यो भने 10 प्लस 2, 13 भन्नु पर्यो भने 10 प्लस 3, यसरी गर्ने। त जस्तै अब 10 प्लस 1 कसरी भयो? ज्यू भनेको 10 अनि यसमा 1 लाई के भन्छ रे इची, त ज्यू इची, ज्यू इची भनेको अब त्यो नेपालीमा लेख्नु पर्दैन होला। यो तपाईले यदि नेपालीमा पुरै कन्ठ गर्नु भएको छ भने नेपालीमा लेख्नु पर्दैन। 11 ज्यू इची 11, ज्यू नि कति हुन्छ 12, ज्यू अनि है सान 13, यसरी यसरी गर्दै जानु ल। अब ज्यू योन 14, ज्यू गो 15, ज्यू रोकु 16, ज्यू नाना 17, ज्यू हाची
18 10 प्लस 9 19 त ज्यू अनि क्यू 9 लाई क्यू भन्छ हैन 9 लाई क्यू ल 9 लाई एउटा अझै भन्छ है मैले बिर्से यहाँ त लेख्न क्यू र कु पनि भन्छ कु 9 लाई कु पनि भन्छ कु र क्यू ज्यू क्यू अनि 20 अब भन्नु पर्यो 20 अरे यहाँ अलिकति ध्यान दिनु होला 20 चाहिँ कसरी भन्ने भने 2 इन्टु 10 कति हुन्छ 2 इन्टु 10 2 इन्टु 10 20 हुन्छ हैन र 2 इन्टु 10 त 2 इन्टु 10 गरिदिने त 2 लेख्ने अनि 10 लेखिदिने त 2 भनेको के नि भनेको 2 अनि 10 भनेको ज्यू त 20 भनेको कति भइहाल्यो निज्यू भनेको 20 हैन यो पनि 19 अनि 20 निज्यू भनेको 20 अब 20 पछि पनि सेम जस्तै 10 प्लस 1 11 त ज्यू इची ज्यू नि ज्यू सान यसरी 11 12 13 हैन अब त्यही तरिकाले निज्यू भन्ने 20 भन्ने अनि त्यसपछि के गर्ने भने त्यही 1 2 3 4 5 यसरी फेरि काउन्टिङ गर्दै जाने म यहाँ लेख्छु जवानी जस्तै अब भन्नु पर्यो कि यहाँ अलि गाह्रो हुन्छ होला म यही साइडमा मेटाएर लेख्छु हुन्छ अब त्यही कुरा जस्तै मैले यहाँ भने नि जस्तै 10 प्लस 1 11 अनि 20 अब 20 प्लस 1 21 हुन्छ नि हैन 20 प्लस 1 त 21 हुन्छ हैन त त्यही सेम तरिकाले गर्ने त 20 भनेको निज्यू भनेको के ति 20 निज्यू हैन निज्यू अनि त्यसमा 1 गर्दिने त्यही हो निज्यू इची निज्यू नि निज्यू सान निज्यू योन निज्यू गो निज्यू रोकु निज्यू नाना निज्यू हाची निज्यू क्यू अनि 30 लाई के कसरी सानज्यू भनेको 30 अनि त्यस्तै अब अगाडिको लेटर भन्नु पर्यो भने 31 31 हैन त सानज्यू इची सानज्यू नि सानज्यू सान सानज्यू योन सानज्यू गो सानज्यू रोकु सानज्यू नाना हाची क्यू अनि त्यसपछि योनज्यू हैन अब योनज्यू 41 जसरी भन्नु पर्यो त योनज्यू इची योनज्यू नि योनज्यू सान योनज्यू गो सरी योनज्यू योन योनज्यू गो योनज्यू रोकु नाना हाची क्यू त्यसपछि 50 भन्नु पर्यो भने गोज्यू भनेको 50 गो भनेको कति 5 ज्यू भनेको 10 त गोज्यू भनेको 50 त अगाडि पनि भन्नु पर्यो भने गोज्यू इची गोज्यू नि गोज्यू सान गोज्यू योन यसरी गर्दै गर्दै 99 सम्म तपाईहरुले गर्न सक्नुहुन्छ अब हैन र 99 सम्म गर्न सक्नुहुन्छ लेख्न सक्नुहुन्छ र उच्चारण पनि गर्न सक्नुहुन्छ यो लेखेर मात्र नगर्ने र उच्चारण पनि साथसाथमा गर्दै गर्ने के दिमागमा पनि सोध्दै जाने कि यसरी निज्यू इची निज्यू नि निज्यू सान जस्तै म हाची भन्छु हाची भनेको कति 8 अनि ज्यू हाची ज्यू कति भइहाल्यो 80 भनेको हाची ज्यू 80 अनि 81 भन्नु पर्यो भने कसरी हाची ज्यू हिची हाची ज्यू नि हाची ज्यू सान हैन त यसरी गर्दै गर्ने अब 99 सम्म तपाईहरुले लेख्दै जान सक्नुहुन्छ सेम त्यही हो जसरी गर्नुभयो नि जस्तै अब यहाँ लेख्छु म 22 लेख्नु पर्यो भने 22 लाई कसरी भन्ने निज्यू 20 अनि निज्यू नि 22 निज्यू सान 23 अनि निज्यू योन निज्यू गो निज्यू रोकु निज्यू नाना निज्यू
हाची अनि ज्यू क्यू नलाई के हुन्छ क्यू हैन नि ज्यू क्यू अब 30 लाई कसरी भन्ने त अब नि ज्यू थियो त अब भइहाल्छ सान ज्यू हैन सान ज्यू भनेको 30 अब अगाडिको लेटर भन्दै सक्नुहुन्छ त्यही कुराले त्यही मैले एक्सप्लेन पनि गरेको छु त्यही अनुसारले ल यहाँ लेखेर पनि भन्छु मजाले हेर्नु होला गोमेन सही माफ गर्नु होला ल यसमा अब जस्तै अगाडिको लेटर भन्नु पर्यो भने 30 भनेको कति सान अनि ज्यू सान ज्यू भनेको कति 30 भ्यालु अब ल तपाईहरुले गर्न सक्नुहुन्छ मलाई जस्तो लागिरहेछ अब 40 भन्नु पर्यो भने कसरी त योन ज्यू यो कति भइहाल्छ 40 50 कसरी त गो ज्यू 50 60 कसरी रोकु ज्यू 60 अनि 60 भने भन्नु पर्यो भने कसरी लेख्नु होला र त्यही है 1 2 3 4 अगाडि पछाडी नम्बर थप्दै जाने भने गइहाल्छ रोकु ज्यू हिची रोकु ज्यू नि रोकु ज्यू सान रोकु ज्यू योन रोकु ज्यू गो हैन यो भइहाल्छ कति 61 62 त्यसरी गर्दै जाने ल अर्को लेटर चाहिँ 70 भन्छु जस्तै त 70 लाई कसरी भन्ने 7 लाई चाहिँ के भन्छ नाना भन्छ अनि 10 लाई चाहिँ ज्यू त नाना ज्यू भनेको 70 हाची ज्यू तपाई पनि भन्नु अब हाची अनि ज्यू लेख्नु भन्दा पहिला नि तपाईहरुले पनि अब उच्चारण गरिहाल्ने के अब त जान्ने किसिमले हुनु पर्यो नि हैन किनभने यति एक्सप्लेन गरेको कारणले तपाईहरुले त अब मजाले थाहा हुनु पर्यो हैन हाची ज्यू भनेको 80 अनि 90 भनेको के क्यू भनेको 9 अनि ज्यू 90 भनेको क्यू ज्यू 90 ल 91 बाट नि भन्नु त 91 बाट कसरी गर्ने होला 91 92 त क्यू ज्यू इची 91 क्यू ज्यू नि 92 क्यू ज्यू सान 93 ल यसरी गर्दै जाने धेरै भन्नु पर्दैन 99 कसरी हुन्छ के हुन्छ क्यू ज्यू अनि 99 भनेको क्यू फेरि हैन क्यू ज्यू क्यू 90 प्लस 9 90 प्लस 9 कति हुन्छ 99 हैन 99 त 99 सम्म तपाईहरुले अब अक्षर चाहिँ लेख्न सिक्नु भयो जस्तो मलाई लाग्छ त्यही हो तर पनि तपाईहरुले नम्बर जतिको हुन्छ त्यतिको काउन्टिङ गर्दै जाने अब त्यसको अगाडि पनि अब पछाडीको लेटरहरु पनि सिक्ने नि हैन अब 100 लाई के भन्छ 100 200 300 400 500 600 700 हैन 800 900 1000 1000 2000 3000 हैन त त्योहरु पनि आउनु पर्यो ल मेटाइदिन्छु म ल 99 सम्म के 99 सम्म त थियो के क्यू ज्यू अनि क्यू ज्यू क्यू अब हुनु पर्यो के भने 100 200 300 हैन अब जस्तै भनौं के जस्तै के भन्ने त्यही भन्नु पर्ने हो 100 लाई के भन्ने 200 लाई
300 400 500 600 700 800 900 अनि 1000 हैन 100 200 300 400 500 600 700 800 अनि यस्तो तरिकाले अब गर्ने। अब ल 100 लाई चाहिँ के भन्छ रे ह्याकको भन्छ ह्याकको ह्या यो आदि अक्षरलाई के भयो ह्या ह्या यो हैन ह्या अनि कु ह्याकु ह्याकु 100 लाई के भन्छ ह्याकु। अब 200 भन्ने के हो 200 200 लाई के हो नेपालीमा पनि त्यही हुन्छ नि 200 इंग्लिशमा पनि त्यही 200 त त्यही भन्न सक्नुहुन्छ। त 2 भनेको नि अनि ह्याकु नि ह्याकु 300 3 लाई के भन्छ सान ह्याकु। ल स्यान ह्याकु तर नभन्ने यसमा अलिकति के चेन्ज छ भने स्यान ह्याकु नभनेर यसलाई म यहाँ 3 लगाइदिन्छु। ल त्यो के भइहाल्छ ब्याकु भयो हैन ब्याकु भयो। यो आदि अक्षरवाला के हुन्छ यो ब्या अनि यो ब्यू अनि ब्यो त्यो भयो नि ब्या ब्यू अनि ब्यो ब्या ब्यू ब्यो त यो के भइहाल्यो ब्या भइहाल्यो। त सान ब्याकु भन्ने ह्याकु भन्नुभयो भने त्यो गलत भइहाल्छ हैन। त त्यसलाई 300 मा के गर्ने ब्याकु गर्ने। ल 400 4 लाई के भन्छ रे योन अनि ह्याकु त्यही भन्ने योन ह्याकु। 500 के 5 लाई गो अनि ह्याकु 500 500 हैन 5 अनि 100 गो ह्याकु। ल 600 600 के हुनु पर्यो रोकु ह्याकु। तपाईको दिमागमा के आयो होला भने यहाँ रोकु ह्याकु हुनु पर्यो तर यो गलत भइहाल्यो। किन गलत भइहाल्यो किनभने अब यस्तो छ कुनै वर्ड भनेको अलिकति धेरै लम्ब्याउनु पर्छ नि हैन। रोकु ह्याकु फास्ट भन्नु पर्यो भने अलिकति फास्ट भन्न मिलिरहेछ हैन। तर रोकु ह्याकु नभन्न यसलाई रो प्याकु भन्छ रो प्याकु के भन्छ रो प्याकु भन्छ। अब रो प्याकु कसरी लेख्ने होला जहाँ एउटै शब्द चाहिँ डबल हुने गर्छ हामीले कुनै कुरालाई के गर्दा भन्दाखेरि एकदम रुकिने गर्छ नि एकदम ठुलो स्वरमा रुकिने गर्छौ त्यति बेला हामीले चाहिँ सानो चुको प्रयोग गर्छ के। जस्तै अब यहाँ चाहिँ रो लेख्छु म रो यहाँ अलिकति साइडमा भन्छु पहिला रो अनि सानो चु गर्ने अनि यसमा के गर्दिने प्या यो मारुवाला सिक्नु छैन तेन मारुवाला यदि हिमा मारु लगाइदिनु के हुन्छ न पी हुन्छ हैन अनि आदि अक्षरवाला त प्या भयो नि त प्या रो प्याकु। तर यो हेर्नु त यो रोको कुको सट्टामा सानो चु गरे हैन रोकु प्याकु हुनु पर्यो। यदि रोकु प्याकु गर्नु पर्यो भने तर त्यो पनि नभएर रो प्याकु भयो। अब यस्तो किन भएको छ भने पछि पनि बिस्तारै जान्दै जाने फेरि थाहा हुन्छ। तर अहिले भन्दा पनि के हुन्छ नि तपाई कन्फ्युज हुन जानुहुन्छ हैन। त्यसैले तर सानो चुको जहाँ सानो चु लेखेको रहन्छ नि त्यहाँ अलि रुकेर बोल्ने अलि रुकेर हैन। जस्तै म यहाँ लेख्छु कि अनि सानो चु अनि ते त यो अलिकति रुकेर कि ते हैन। त जस्तै अब यो रो प्याकु एकचोटीमा यो रो उच्चारण आयो सेकेन्ड चोटीमा चाहिँ प्याकु उच्चारण आयो रो प्याकु हैन। यसरी गर्ने ल धेरै भन्नु पर्दैन। ल सानो चु गर्ने रो सानो चु अनि प्याकु। अब यो सानो चुको तर चु उच्चारण नगर्ने त यो रो चु प्याकु त्यो पनि नगर्ने त्यो गर्नुभयो भने त्यो गलत हुन्छ। रो प्याकु अलि रुकेर बोल्दाखेरि हामीले प्रयोग गर्ने गर्छौं डबल हुँदाखेरि। ल
ल 700 को त त्यही हो सेम सेम नाना नाना अनि ह्याकु मिनासन हिरागानाको लेटर चिन्दै हुनुहुन्छ नि हैन एकदम मजाले चिन्नु पर्यो अब किनभने हिरागाना कातागाना सिकिसक्नु भएको छ हैन अहिले पनि कुनै कुनै लेटर चिन्नमा गाह्रो भइरहेको होला हैन त के गर्ने ईमानदारीताका साथ मजाले 1 पेज 2 पेज हिरागाना लेख्दै गर्ने अब भन्नुहुन्छ कि टाइम छैन टाइम त कुनै पनि मान्छेसँग हुँदैन टाइम हामीलाई मिलाउनु पर्छ जसरी भए पनि मिलाउनु पर्छ गर्ने मान्छेले एउटै मान्छेले धेरै काम गर्न सकिन्छ नगर्नेले एउटा पनि गर्न सक्दैन त्यस्तो ल त यो हाची यहाँ के हुनु पर्यो हाची ह्याकु हैन हाची ह्याकु तर यो पनि रङ हुन्छ 300 600 800 300 600 800 तपाईहरुको दिमागमा आएको होला हाची ह्याकु हुनु पर्यो तर यो पनि भएन अब किन भएन जापानिज मान्छेले के गर्नुपर्छ मलाई थाहा छैन त्यसको लागि ल हाप्याकु भन्ने यो सुरुको लेटर उच्चारण गर्ने अनि सेम जस्तै यो प्याकु गर्नु पनि त्यस्तै हा अनि चिन भनेर यो हा सानो चुको प्रयोग गर्ने अनि प्याकु गर्ने प्याकु हाप्याकु सानो चुको उच्चारण हुँदैन अलि रोकेर बोल्ने गर्छ हा नोटिस गर्नु त एकचोटीमा हा निस्क्यो अनि अर्को चोटीमा प्याकु निस्किरहेछ हाप्याकु त 300 600 800 कुन 300 600 अनि 800 मान्छेहरुले के गर्छ भने अहिले सिक्दै जान्छ अनि पछि फेरि बिर्सिहाल्छ हैन त नबिर्सिने किनभने तपाई राम्रो व्यक्ति हो हैन त्यसैले ल ठीक छ हाप्याकु त्यसपछि के छ भने 900 लाई के भन्छ होला सेम भन्ने 9 लाई के भन्छ क्यू अनि ह्याकु क्यू ह्याकु 1000 लाई ल 1000 लाई चाहिँ के भन्छ रे सेन भन्छ सेन नेपालीमा लेख्नु पर्दैन होला जस्तो मलाई लाग्छ अब लेख्नु पनि पर्छ भने यो तपाईको अलिकति मेहनतको कमजोरी होला मेहनत गर्नु भएको छैन होला हैन त्यो सेन भन्छ 1000 लाई के भन्छ सेन ल यो मेटाइदिन्छु अब लेख्नु होला ल 1000 अब 1000 2000 3000 यसरी भन्नु 1000 2000 3000 4000 5000 6000 7 8 9 अनि 10 1000 2000 3000 अब जस्तै ह्याकु बेलामा गर्नु भयो नि पहिला नम्बर 1 2 3 त्यो नम्बर हारेर त्यो राखेर हैन गर्नु भयो नि त्यस्तो तरिकाले यसमा पनि गर्ने 1000 लाई के भन्छ सेन अब नेपालीमा भन्दा पनि त्यही हो नि 2000 3000 4000 5000 6000 7000 8000 ल हात कस्तो भयो मेरो फेरि त्यो 2000 भन्नु पर्यो भने नि अनि सेन ल 3000 भन्नु पर्यो भने सान सेन नभनेर यसलाई जेन भन्ने जेन सेमा तेन्ते लगायो भने के हुन्छ जे हुन्छ हैन सान जेन भन्ने सान जेन ल कन्टिन्यू भन्दै जानु अब योन सेन गो सेन रोकु सेन नाना सेन ल यसमा पनि दुईटामा चेन्ज भयो है 1000 वालामा पनि चेन्ज भयो एउटा भयो 3000 वालामा अनि एउटा 8000 वालामा 3000 र 8000 लाई नोटिस गर्ने त्यसमा चेन्ज हुन्छ यदि एक्जाममा यदि क्वेशन आइहाल्यो भने अप्सनमा दिइहाल्छ 8000 अनि त्यसमा अप्सन के हुन्छ जस्तै 8000 को
यस्तै लेखेको रहन्छ, 3-4 अप्सन रहन्छ, त्यसमा कुन गर्नुपर्ने भयो जस्तो। त यो मिस्टेक नगर्नु होला। यसमा पनि हाची सेन भनेर हास्सेन भन्ने, सुरुको लेटर उच्चारण गर्ने अनि सानो चु गर्ने अनि सेन, हास्सेन हास्सेन, के सेन हास्सेन, हाची सेन भनेर के भन्ने हास्सेन भन्ने। अनि 9000 को ट्युसेन 10,000 भनेको ल अब 10,000 को के भन्छ होला? 10,000 लाई मान भन्छ, मान पनि भन्न सकिन्छ र इचिमान मान र इचिमान। किन मान भन्छ होला मिनासन, तपाईहरुले जानकारी छ होला जस्तो लाग्छ। किनभने जापानमा चाहिँ के हुन्छ भने सबैभन्दा ठुलो पैसा भनेको 10,000 को हुन्छ। सबैभन्दा ठुलो पैसा हाम्रो त नेपालमा भनेको 1,000 को हुन्छ हैन। त्यस्तै के छ भने जापानमा सबैभन्दा ठुलो पैसा भनेको 10,000 को हुन्छ हैन। त त्यसैले मान पनि हुन्छ हैन। अब मानको पनि त्यसपछि अब अगाडिको गर्न सक्नुहुन्छ होला जस्तो। के गर्न सक्नुहुन्छ? यो यसमा नोटिस गर्नुभयो अरे 3,000 र 6,000 मा 8,000 मा चाहिँ के रे चेन्ज छ। 3,000 मा जेन लगाउने अनि 8,000 को चाहिँ हास्सेन भन्ने। ल धेरै रिपिट गर्नु पर्दैन, म धेरै रिपिट गरिदिन्छु। ल अर्को लेटर चाहिँ अब 10,000, अब त्यही मल्टिप्लाईले चाहिँ अर्कोपट्टि गर्न सक्नुहुन्छ। जस्तै 10,000, 20,000, 30,000, 40,000, 50,000, 6,000, के भन्छ रे 60,000 गमिना साई हैन। त यो 10,000 भनेको के भयो रे इची मान। अब यसमा हामीले कस्तो बुझ्नु पर्यो भने कि तपाई मार्केटमा जानुभयो हैन। अब तपाईसँग के छ भने खाली 10,000 को नोट छ, एउटा मतलब पैसा भएको कुन भनेको 10,000 वाला मात्र खाली छ। अनि तपाईलाई मोबाइल फोन लिनु पर्यो, उदाहरणको लागि के भने मोबाइल फोन लिनु पर्यो। अब पसलेले के भन्छ भने ल मलाई चाहिँ 60,000 दिनु, यो मोबाइल फोनको रेट चाहिँ कति हो रे 60,000 हो हैन। त कतिवटा पैसा कतिवटा 10,000 को नोट दियो भने उता पसलेलाई 60,000 हुन्छ होला। सोच्नु 6 वटा दियो भने हैन, एउटा 10,000 को नोट कति हुन्छ? 10,000 मात्र भयो। दुईटा 10,000 को नोट कति हुन्छ? 20,000 भयो। 3 वटा कति हुन्छ? 30,000 भयो। 4 वटा कति हुन्छ? 40,000 भयो। 5 वटा कति हुन्छ? 50,000 भयो। जस्तै 7 वटामा भनिदिन्छु, 7 वटा कति हुन्छ? 70,000 भइहाल्यो। 10 वटा कति हुन्छ? 1 लाख भइहाल्छ हैन। 10 वटा 10,000 को नोट कति हुन्छ? 1 लाख हुन्छ हैन। त्यस्तै अब 11 वटा कति भइहाल्छ? 1,10,000 हुन्छ। 12 वटा कति हुन्छ? 1,20,000 हुन्छ हैन। अब म भन्छु 20 वटा 10,000 को नोट, 20 वटा 20 × 10,000, 20 वटा 10,000 को नोट त कति हुन्छ? यो 2 लाख भइहाल्छ हैन र। त यो अब यसरी तपाईले अगाडिको मतलब सिक्दै जाने। पहिला 10,000 के भन्छ रे 1 लाख सम्म गर्नु। ल 20,000 त नि मान, यसमा केही पनि चेन्ज गर्नु पर्दैन, सेमै गर्ने। 30,000 सान मान। 40,000 म यहाँ काममा दिइरहेको छु है, नोटिस तपाईले अरूलाई आउँछ। सान किनभने टाइम लाग्छ। योन मान 40,000 लाई योन मान। गो 50,000 लाई के भन्छ? गो मान। 60,000 रोकु मान। 70,000 नाना मान। 80,000 हाची मान। 8 लाई के भन्छ? हाची हैन, हाची मान। 8 वटा मान
90,000 9वटा मान 9वटा मान भनेको 9 को क्यूब अनि मान 1 लाख भने के 10वटा मान 10वटा मान भनेको 10 लाई के भन्छ त जीव भनेको 10 अनि मान 1 लाख ल म 1,10,000 भन्छु जस्तै 1,10,000 भन्यो भने कति हुन्छ होला 11वटा मान त जीव 11 भनेको के जीव अनि इची भनेको 11 अनि मान गर्दिने जीव इची मान 11वटा मान हैन एकछिन वेट गर्दै गर्नु कति मिनेट होला 41 मिनेट होला त यसरी 12वटा मान कति 1,20,000 13वटा मान 1,30,000 14वटा मान 1,40,000 15वटा मान 15 लाई के भन्छ जीव गो भनेको 15 अनि मान मतलब 1,50,000 16वटा के सरी त 16 लाई के भन्छ जीव रोकु भनेको 16 अनि मान 1,60,000 जस्तै 20वटा मान 20वटा मान कति भइहाल्छ 20वटा मान 2 लाख हुन्छ हैन त कसरी कस्तो भयो कि निजु भनेको 20 अनि मान 20वटा निजुलाई भनेको 20 भन्छ हैन 21वटा मान कति हुन्छ 21वटा मान 2,10,000 हुन्छ हैन र 2,10,000 त 2,10,000 कसरी बन्ने 21 अनि मान 21 मान भनेको त निजु इची मान निजु नि मान निजु सान मान हैन जस्तै 30वटा मान कति हुन्छ होला 30वटा मान कति हुन्छ भन्नु त 30वटा मान भनेको 3 लाख हुन्छ होला हैन कसरी 3 लाख भयो 30वटा मतलब 30वटा तपाईसँग 30वटा 10,000 को नोट छ त कति हुन्छ त्यो पैसा टोटल पैसा कति भइहाल्छ 3 लाख भइहाल्छ त्यही तरिकाले गर्न सक्नुहुन्छ 40वटा मान 40वटा कति भइहाल्छ 4 लाख भइहाल्छ 4 लाख भइहाल्यो हैन त 40 लाई के भन्छ हामीले योन जीव भनेको 40 अनि मान योन जीव मान 4 लाख 5 लाखै भन्नु पर्यो भने के गो जीव मान 6 लाख रोकु जीव मान 7 लाख नाना जीव मान अनि 8 लाख हाची जीव मान अनि 9 लाख भन्नु पर्यो भने क्यू जीव भनेको के जरी गमेना साई क्यू जीव भनेको 90 अनि मान त त्यही हो अनि 100वटा मान कति हुन्छ 100वटा मान 100 भनेको यहाँ त देखिदैन होला जस्तो लागिरहेछ म यहाँ यो साइडको मेटाइदिन्छु 100वटा मान 100 भनेको यो अनि इन्टु मान भनेको 10,000 100 भनेको यो ह्याकु अनि मान भनेको 10,000 त यो मल्टिप्लाई गर्नु त कति हुन्छ होला यसमा यो अलरेडी छदैछ हैन अनि मल्टिप्लाई गर्नु भने 4वटा 0 थप्दिने हैन 1 2 3 4 एकाइ दाइ सेक्र 1000 10,000 लाख 10 लाख ल 10 लाख भयो है 10 लाख त 10 लाख कसरी बन्ने त 100वटा मान बन्दिने त 100 भनेको के त ह्याकु भनेको 100 अनि मान भनेको 10,000 त 100वटा मान भनेको कति भइहाल्यो 10 लाख भइहाल्यो हैन 200 मान भनेको कति भइहाल्छ 20 लाख हैन र 200 भनेको 200 गर्नु हैन अनि यसमा मल्टिप्लाई गर्दिनु त के भन्छ रे 10,000 ले त यो कति हुन्छ 20 लाख हुन्छ 1 2 3 4 एकाइ दाइ सेक्र 1000 10,000 लाख 10 लाख 20 लाख त 20 लाख कसरी बन्ने होला नि ह्याकु भनेको 200 अनि मान 200 मान हैन त 20 लाख 30 लाखै भन्नु पर्यो नि 30 लाख त 30 लाख भन्नु पर्यो भने कसरी 300 इन्टु 10,000 त कसरी भयो 300 लाई के भन्छौ सान
सान ब्याकु भनेको ब्याकु है, ह्याकु नभनेर ब्याकु हुन्छ। सान ब्याकु अनि यो 10,000 के भ्याल्यु मान, सान ब्याकु मान हैन, सान ब्याकु मान, सान ब्याकु मान यसरी गर्न सकिन्छ। यसरी तपाईहरुले त्यही हो यो ह्याकु मान गो ह्याकु मान हैन, यसरी गर्दै गर्दै ओकुसम्म गर्ने। ओकु भनेको ल मिनसन। अब चाहिँ के गर्नु पर्यो भने मैले एउटा एउटा सबै भनेको छु। इची नि सान युन सुरुमा नम्बर के सिक्नु भयो, इची नि सान युन गो रोकु नाची क्यु ज्यू, त्यसपछि 100 हयाकु नियाकु सान ब्याकु गो सरी युन ह्याकु अनि गो ह्याकु अनि 600 ले तर चेन्ज हुन्छ भनेछु हैन, 600 300 600 800 मा चेन्ज हुन्छ। रोप्याकु हुन्छ 700, 700 भनेको नाना ह्याकु, 800 हाफ ह्याकु अनि क्यु ह्याकु अनि 1000 को सेन। अनि त्यसपछि 1000 मा पनि चेन्ज थियो कति कतिमा, जस्तै 3000 र 8000 मा चाहिँ चेन्ज थियो। जस्तै 3000 लाई सानजेन भन्छ अनि 8000 लाई हासेन भन्छ। त्यसपछि मानमा आउनु भयो 10000 20000 30000 यसरी हैन, त इचिमान निमान सानमान योनमान गोमान यसरी हैन, यसरी एकदम जति मान हुन्छ त्यति त गर्नु भयो हैन। अब तपाईहरुले नम्बर कसरी लेख्ने होला हैन। अब जस्तै म भन्छु कि ल 99 सम्म पनि सिके हैन, तर यो जस्तै 100 म 2 भन्दिए, 102 भन्दिए। अब यो 309 भन्दिए कसरी लेख्ने होला। जस्तै 709 नै भन्छु, जस्तै भनियो कि 888 भन्दिए हैन, त्यो कसरी लेख्ने होला ल, त्यो पनि सिकौं। एउटै भिडियोमा गर्यो भने ठीक हुन्छ ल। म यहाँ कुनै कुनै नम्बर भन्छु। जस्तै यहाँ लेख्छु 12 कसरी लेख्ने। जस्तै तपाईहरु पनि साथसाथमै लेख्दै जानु होला हैन, म पनि यसले गर्छु भने हुन सक्छ मिल्छ तपाईहरु मेरो। यहाँ म लेख्छु 19 हैन, म यहाँ लेखे 28, म यहाँ लेखे 34, यहाँ लेखे 44, 59, 66, 87, 91, 99 यसरी। त यो 12 कसरी लेख्छ, 10 + 2 भनेको थियो हैन। त जस्तै अब भन्नु पर्यो 10 + 2, 10 भनेको ज्यू भनेको 10 अनि नि भनेको 2, त नि ज्यू सरी ज्यू नि 19 ज्यू 10 + 9 ज्यू क्यू 19। यसमा कसरी 20 लेख्ने, 20 + 8, 20 भनेको निज्यू, निज्यू भनेको 20 अनि 8 हाची निज्यू हाची ल। 34 कसरी भन्ने 30 लेख्ने, 30 + 4, त 30 भनेको कति सान्ज्यू भनेको 30 अनि 4 भनेको योन। 44 कसरी भन्ने चाहिला पहिला के भन्छ रे योन्ज्यू, योन्ज्यू भनेको 40 अनि योन योन्ज्यू योन। 59 भनेको गोज्यू अनि 9 गोज्यू क्यू। 66 भनेको रोकु ज्यू अनि रोकु रोकु ज्यू रोकु 66। 87 हाची ज्यू अनि नाना हाची ज्यू नाना ल। त्यसपछि 91 त 90 भनेको कति क्यू ज्यू भनेको 90 क्यू ज्यू भनेको 90 अनि 1 इची हैन र हो क्यू ज्यू इची। कस्तो लामखुट्टे आयो मुखमा, हेर्न चाहदैन मलाई लामखुट्टेले सायद। ल ठिकै छ। यहाँ के छ 99 चाहिँ कसरी भन्ने त त्यही हो 90 + 9, 90 + 9 कसरी 90 भनेको क्यू
ज्यू अनि क्यू क्यू ज्यू क्यू यसमा कसरी लेखेको 20 सरी याद भन्नु पर्दैन त्यति ल त अब यसरी तपाईहरुले 99 सम्म सिक्नु भएको छैन नम्बर लेख्न कुनै नम्बर आयो भने मजाले लेख्न आउनु पर्यो त्यो स्पेशली कुरा त त्यो भयो नि यति सिकेको मतलब के हो तपाईले लेख्न पनि आउनु पर्यो बुझ्न पनि आउनु पर्यो बोल्न पनि आउनु पर्यो अब कति आइराछ भने तपाईको मा भर पर्छ ल अब 100 भनेको के हो ह्याकको भनेको 100 हैन अब 101 भन्नु पर्यो भने कसरी भन्छ होला 100 कस्तो मिले गरे 101 भनेको त 100 भनेको 100 भनेको ह्याकको अनि यी जे गर्दियो भने के हुन्छ 101 भइहाल्छ 102 त के हुन्छ ह्याकको नि 103 ह्याकको सान 104 म यहाँ लेखिदिन्छु जस्तै 113 त यो 100 लेखे 100 त लेखिहाल्ने 100 रहन्छ भने 100 लेखिहाल्ने अनि त्यसपछि यो 13 नम्बर कसरी लेख्ने होला 13 त त्यही लेख्ने नि त ज्यू सान हैन त यसरी गर्दै जाने तपाईहरु अब जस्तै म भन्छु कि 159 कस्तो मैले इंग्लिश नेपाली दुवै गरेर छु हैन 159 त 159 कसरी भन्ने होला त पहिला 100 छ त 100 लेखिहाल्ने ह्याकको भनेको 100 अनि 59 कसरी लेख्छु 59 जसरी लेख्छु त्यसरी लेख्ने त जियो गो भनेको 50 कहाँ मैले लेखे कस्तो गरे गो ज्यू भनेको 50 अनि 9 भनेको क्यू गो ज्यू क्यू ह्याकु गो ज्यू क्यू हैन यसरी गर्दै जाने होला म यहाँ लेख्दिन्छु 199 199 कसरी लेख्ने त यो एउटा त कसरी लेख्ने 100 प्लस 90 प्लस 9 100 प्लस 90 प्लस 9 त 100 भनेको के ह्याकको भनेको 100 90 भनेको गो ज्यू भनेको 90 9 भनेको क्यू त के भन्यो ह्याकको गो ज्यू क्यू हैन यसरी गर्दै जानु होला म फेरि यहाँको नम्बर लेख्छु यहाँ जस्तै 200 800 होला यहाँ अट्दैन होला ल तपाईहरु पनि ल हुन्छ भने पहिला नै लेखिहाल्नु अनि कमेन्टमा चाहिँ सबै यो जतिको लेख्नु भयो नि हैन एकदम ईमानदारीताको साथमा यसमा गर्नु होला कमेन्टमा त्यो कपी बनाएर फोटो पठाउनु होला पछि ल 239 कसरी भन्नु होला 200 भनेको 200 पहिला लेख्ने 200 प्लस 30 लेख्ने त्यसपछि 9 लेख्ने त कसरी भयो नि ह्याकको त्यसलाई सान ज्यू अनि 9 लाई क्यू भन्छ नि ह्याकको सान ज्यू क्यू हैन हेर्नु त सेम मिले हैन 239 अब यसको पनि कसरी गर्ने 200 पहिला लेख्ने त्यसपछि 70 लेख्ने त्यसपछि 4 लेख्ने त 200 भनेको नि ह्याकु अनि 70 भनेको नाना ज्यू अनि युन ल 300
322 छ त 300 प्लस 20 प्लस 2 कसरी लेख्ने त यो सान ब्याकको ह्याकको होइन फेरि सान ब्याकको नि ज्यू 20 लाई के भन्छ नि ज्यू अनि 2 लाई नि त सान ब्याकको नि ज्यू नि हैन। जस्तै अगाडिको लेटरहरु पनि 400 प्लस 50 प्लस 5 त कसरी भन्ने यो त्यो 400 भनेको योन ह्याकु 400 गो ज्यू 50 अनि गो भनेको 5 त योन ह्याकु गो ज्यू गो हैन यसरी भन्न सकिन्छ। र 566 त 500 प्लस 60 प्लस 6 हैन एउटा हेर्नु एउटा संख्या दुईटा संख्या तेस्रो संख्या यसरी संख्या बढाउँदै जाने हुन। हजारमा चाहिँ त्यही संख्या बढ्दै जान्छ 10,000 मा चाहिँ अझै संख्या बढ्दै जान्छ लाखमा चाहिँ अझै बढ्दै जान्छ हैन। त यो कसरी भन्ने 500 भनेको गो ह्याकु अनि 60 भनेको रोकु ज्यू अनि रोकु 600 के 69 ल त कसरी भन्ने 600 प्लस 60 प्लस 9 त 600 भनेको के रोकु ह्याकु हुँदैन है फेरि रोप्याकु 60 भनेको रोकु ज्यू अनि क्यू रोकु ज्यू क्यू हैन। यसरी अगाडिको लेटरहरु पनि एकदम सिक्दै मजाले ल लेख्नुहुन्छ लेखिहाल्नु फोटोलाई स्क्रिनशट हान्दा पनि हुन्छ। अगाडिको 1000 वाला पनि गर्न सक्नुहुन्छ तपाईहरु जस्तै ल 3200 कस्तो मैले गरे फेरि 3201 त्यही हो 3201 कसरी भन्ने त पहिला 3000 लेख्ने त्यसपछि 200 लेख्ने त्यसपछि 1 लेख्ने 3201 त 3000 लेख्ने 200 लेख्ने अनि 1 लेख्ने यहाँ हेर्नु त 3000 भनेको सान सेन हुँदैन फेरि सान जेन हुन्छ सान जेन अनि 200 भनेको नि ह्याकु अनि इची सान जेन नि ह्याकु इची हैन यसरी गर्न सकिन्छ। जस्तै भन्छु म 5550 त कसरी लेख्ने होला 5000 पहिला 5000 लेख्ने सबभन्दा ठुलो संख्या वाला लेख्ने के पहिला 1000 वाला लेख्ने त्यसपछि 100 वाला लेख्ने त्यसपछि दुईवटा वाला संख्या लेख्ने त्यसपछि एउटा वाला संख्या लेख्ने त्यस्तो तरिकाले लेख्ने। त 5000 भनेको 5550 त पहिला 5000 लेख्ने त्यसपछि 500 लेख्ने अनि त्यसपछि 50 लेख्ने। त 5000 लाई तपाईहरुले सिक्नुहुन्छ कसरी भन्छ गो सेन भन्छ गो सेन अनि 500 गो ह्याकु अनि 50 भनेको गो ज्यू हैन गो सेन गो ह्याकु गो ज्यू हैन। ल म यहाँ चाहिँ 8000 लेख्छु 8959 हैन। ल त कसरी लेख्नु होला त पहिला 8000 लेख्ने त्यसपछि 900 लेख्ने त्यसपछि 50 लेख्ने अनि त्यसपछि 9 लेख्ने यसलाई टोटल पुरा गर्यो भने यति हुन्छ है। ल त 8000 भनेको कति हास्सेन भन्छ हा सानो चुरा सेन हाची सेन नभएर हास्सेन हुन्छ है हास्सेन सरी 900 लाई के भन्छ क्यू ह्याकु 50 लाई गो ज्यू अनि क्यू गो ज्यू
के हो ल त यसरी तपाईँले 1000 को पनि लेख्दै गर्नु होला। त्यसपछि मानमा जाउँ। म यहाँ लेख्छु 12,550 550 गर्ने अर्को गर्नु 13,432 13,432 त यसमा कसरी लेख्ने होला? अब यसमा सबैभन्दा ठुलो भनेको कति हो? यो 10,000 भनेको अब 10,000 को तुलना नै अब काउन्ट गर्ने 10,000 को तुलनामा है। त यो सबैभन्दा ठुलो भयो 10,000। त 10,000 भनेको यतिलाई काउन्ट गर्यो भने 10,000 प्लस कति छ 3,000 त्यसपछि कति छ 400 त्यसपछि कति छ 30 त्यसपछि कति छ 2 हैन। यसलाई पुरा टोटलिङ गर्यो भने 13,432 भइहाल्छ। त 10,000 त यसलाई कसरी भन्ने 10,000 लाई के भन्छौ इची मान भन्छ हैन इची मान 3,000 लाई सामजेन 400 लाई योनिहाको 30 लाई सान्ज्यू अनि 2 लाई नि। ल यति भयो तपाईको कति रे 13,432। अर्को भन्नुस् म यहाँ लेख्छु जस्तै 25,000 25,622 ल 26 25,626। अब 25,626 लाई कसरी गर्ने होला? 25 भनेको 25,000 भनेको कति? पहिला यसमा मानलाई नोटिस गर्नु त मानलाई मतलब 10,000 कतिवटा 10,000 छ यसमा 2वटा 10,000 छ यसमा हैन। निमान भनेको के? निमान भनेको 20,000 हैन। त्यसमा चाहिँ के भयो पहिला यही लेख्छु कस्तो होला यो 20,000 पहिला होला त्यसपछि 5,000 छ त्यसपछि 600 छ त्यसपछि 20 छ अनि त्यसपछि 6 छ। हेर्नु नोटिस गर्नु त मैले तपाईहरुले बुझ्नको लागि एउटा क्रममा लेखेको छु। एउटा वाला नम्बर, दुईटा वाला, तीनटा वाला, चारवटा वाला, पाँचवटा वाला क्रम वाइज बढ्दै गएको संख्या। हेर्नु त त्यस्तो तरिकाले लेख्नु पर्ने हो। त 20,000 कसरी लेख्ने? निमान भनेको 20,000 5,000 कसरी लेख्ने? गोसेन अनि 600 रोप्याकु याको हैन फेरि रोप्याकु 20 निज्यू अनि रोकु निजु। त निमान गोसेन रोप्याकु निज्यू रोकु यो कति भइहाल्यो 25,626। र अगाडिको संख्या भन्दै जानु। ल एउटै भिडियोमा चाहिँ मैले सबै समेटेको छु। पहिला नम्बरहरु एकदम मजाले याद गर्नु होला त्यसपछि गर्दै गर्नु होला के। यदि नम्बर थाहा छैन भने बीचमा फेरि कन्फ्युज हुन जान्छ है। त्यसैले नम्बर गर्दै गर्नु होला। हुनको लागि त यसलाई 2-3 वटा भिडियो बनाउनु पर्ने सानो सानो तर एउटैमा गरेको छु कि तपाईहरुले एकैचोटीमा सबै जान्न सक्नु पर्यो त्यसैले हैन। म यहाँ लेख्छु जस्तै 60,000 66,000 66,805 66,805 66,805 मा कति? यो 60,000 छ पहिला 60,000 छ त्यसपछि 6,000 छ त्यसपछि 800 छ त्यसपछि 5 छ। त यही नम्बर अनुसार एकदम बस राखिदिनु त्यही अनुसारले गर्न सक्नुहुन्छ। त 60,000 कस्तो
6वटा मान भनेको 60,000 होइन त 6 लाई के भन्छ रे रोकु अनि मान रोकु मान भनेको 60,000 6,000 लाई के भन्छौ रोकु सेन 800 लाई के भन्छौ हा प्याकु अनि गो हा प्याकु गो त रोकु मान रोकु सेन अनि हा प्याकु गो हैन त 99,000 ल म भन्छु 99,999 कसरी लेख्ने होला 99,999 हुनको लागि त नेपालीमा अर्कै हुन्छ मेरो चाहिँ 99 भन्छ हैन 89 भन्छ कति भन्छ त्यस्तो हैन तर म 99 भन्छु है त्यसको लागि माफ गर्नु होला अब यसमा हेर्नु त कति छ 99,999 हैन त पहिला सबैभन्दा ठुलो संख्या कतिको छ 90,000 छ सबैभन्दा ठुलो संख्या भनेको 90,000 छ प्लस 9,000 छ त्यसपछि कति छ 900 छ त्यसपछि के छ 90 छ अनि त्यसपछि 9 छ कन्फ्युज त छैन नि हैन कन्फ्युज नहुनु होला तपाईहरुले कन्फ्युज गर्नको लागि यति गरेको तर कन्फ्युज नहुने तल 90,000 बाइ कसरी कतिवटा मान 9वटा मान 9वटा भनेको 9 भनेको त क्यू भनेको 9 मान क्यू मान भनेको 90,000 9,000 भनेको क्यू सेन 900 भनेको क्यू ह्याकु 90 भनेको क्यू ज्यू 9 भनेको क्यू देखेन 90 भनेको कहाँसम्म भयो क्यू ह्याकु क्यू ज्यू अनि क्यू क्यू ज्यू क्यू यस्तो तरिकाले भयो हैन ल म अगाडिको जस्तै भन्छु अब केही 4-5 दिन जति लाग्छ होला अब 1 लाख भनेको कतिवटा मिनासन तपाईहरुले कतिवटा 10,000 को यदि पैसा दियो भने 1 लाख हुन्छ होला 10 वटा दिन्छ भने हुन्छ 10 × 10,000 10 × 10,000 त यही भन्ने नि त हैन त 10 लाई के भन्छ ज्यू भनेको 10 मान भनेको 10,000 हैन त त्यो हो ज्यू मान मतलब यो भ्यालु कति 1 लाख हैन यसरी अब 1 लाख 10,000 कसरी त ज्यू इची मान ज्यू इची मान अब 1,20,000 1,20,780 1,20,780 1,20,780 कसरी भन्ने होला यसमा नोटिस गर्नु त कतिवटा मान छ यसमा 12 वटा मान छ यसमा कतिवटा 12 वटा मान छ 12 वटा मानलाई गर्यो भने कति हुन्छ 12 × 10,000 गर्यो भने 1,20,000 हुन्छ हैन र गाई दाई सेक्रा 1000 10,000 लाख 1,20,000 त 12 मनलाई कसरी भन्ने 12 मनलाई त ज्यू नि मान गोमेना साई मैले सन्चो छैन है ल तपाईलाई के गर्ने यसमा 1,20,000 भन्ने अनि 700 कहीँ दाएँ सक्रिय 4,000 लाख अनि त्यसपछि 700 भन्ने त्यसपछि 80 भन्ने त कसरी यसमा अब बसाइदिनु त
त 12 मान भनेको भइहाल्छ हैन। निज्यू मान नाना ह्याको हाची ज्यू। त यसरी तपाईहरुले गर्दै जान सक्नुहुन्छ, एकदम मजाले गर्ने। ल तपाईहरुको लागि म केही होमवर्क दिन्छु, त्यो होमवर्क तरिकाले अब कमेन्टमा चाहिँ त्यो एकदम मजाले सबैजना गर्नु होला, फोटो पठाउनु होला, हुन्छ। बिसवटा त जति दिन्छु। दुई चार छ। ल यतिसम्मको नम्बरको तपाईहरु के गर्ने, एकदम बनाएर अनि कमेन्टमा पठाउनु होला। ल मिनासान सायोनारा।